हेलो सम्पूर्णलाई यहाँ स्वागत छ। यसमा चाहिँ हामी आज लेस्पियर र पास्टेको 5 मार्क्समा आउने कि त लेस्पियर या कि त पास्टेको आउँछ कि त दुईटैको आएर व्याख्या नगर्न भन्न सक्छ। त्यसैले हामी यहाँनिर लेस्पियर र पास्टेको गर्न गइरहेका छौँ। क्वेसन रहेको छ यो, यसमा चाहिँ क्यालकुलेट लेस्पियर एन्ड पास्टेज इन्डेक्स नम्बर दुईटैको भनेको छ। यहाँनिर चाहिँ व्याख्या गर्न भनेको छैन। त्यसले हामी यही क्वेसन गर्न गइरहेका छौँ। यसमा कमोडिटिज ABCDE रहेको छ र बेस प्राइस, बेस क्वान्टिटी, त्यसै गरी करेन्ट प्राइस, करेन्ट क्वान्टिटी। अनि यसमा चाहिँ म दुई तरिकाले यो लेस्पियर र पास्टेको लागि गर्न सिकाइदिनेछु। P0 यसमा चाहिँ लेस्पियर र पास्टेको लागि हामीले जस्तै लेस्पियरमा सुरुमा लेस्पियरमा चाहिँ पीलाई पी भनेको चाहिँ लेस्पियर वा पास्टे दुईटैमा 1 अनि 0 हुने गर्दछ। अनि क्यू भनेको लेस्पियरको लागि क्यू भनेको 0 नै हुन्छ र पास्टेको लागि चाहिँ हुने हुन्छ। नत्र अर्को पनि सूत्र रहेको छ। पीको ठाउँमा पीपी सुरुमा भर्दै जाँदाखेरि 1010 ले भर्ने अनि क्यूमा चाहिँ 0011 ले फिलअप गर्ने। यो गर्दा पनि हुन्छ। नत्र जस्तै लेस्पियरको लागि भयो भने PLA 01 लेस्पियरको लागि भयो भने समेसन अब यहाँनिर P1/P0 यो चाहिँ दुईटैमा हुने गर्दछ। अनि यहाँनिर पास्टेमा पनि P1/P0 नै हुन्छ र यसमा चाहिँ Q0 नै हुन्छ र यसमा Q1 नै हुने गर्दछ इन 200। यही हुने गर्दछ। यसमा चाहिँ जस्तै मैले यो यहाँ अघि भनेको यो कसरी हाल्ने भनेर यो पनि बुझाइदिन्छु। अब जस्तै यहाँ हामीले सुरुमा PQ यसरी 4वटा PQ बनाउँछौँ र यसमा 1010 जुन छ 1010 यो जुन छ यसलाई चाहिँ हामीले अब फिलअप गर्छौँ। पीलाई पीमा फिलअप गर्ने 1010। अब क्यूमा चाहिँ 0011 भनेको छ 0011 भनेको छ। अब यहाँनिर अब लेस्पियरमा चाहिँ यी दुईटालाई लिइन्छ भने पास्टेमा चाहिँ यी दुईटालाई लिइन्छ। लेस्पियरमा चाहिँ अब यसैलाई अगाडि सुरुमा जे छ त्यसलाई माथि राख्ने, तल जे छ त्यसलाई डिभाइड गर्ने। समेसन P1 Q0 बाई समेसन P0 Q0 इन 200 हुन्छ। यो चाहिँ लेस्पियरको भयो। यो गराइ र लेस्पियरको यो गराइ एउटै छ नि। यो अघि बुझाएको, यो अहिले बुझाएको। अब यहाँ पास्टेको पनि भइगयो। PA 01 = समेसन P1 Q0 Q1 P0 Q1 × 100। हामीले चाहिँ त्यो P1 र Q0 चाहिँ यो माथि तल दुईटैमा सेम हुन्छ र लेस्पियरमा चाहिँ Q0 हुन्छ भने पास्टेमा चाहिँ Q1 नै हुने गर्दछ। अब हामी क्वेसनमा आउँ। कमोडिटिज भनेर अब यहाँनिर चाहिँ 62418 50 100 60 30 40 10 2 6 12 56 120 60 24 36। अब यसमा चाहिँ हामीले
अब P1 र Q0 भनेको छ। P1 र Q0 यी दुईटा मल्टिप्लाई गर्ने 50 10 500 100 2 200 60 30 12 जा 30 into 12 360 40 into 12 480। अब यहाँनेरि हामीले समेसन P1 Q0 इक्वल्स टु गरेर यहाँ लेख्नुपर्ने हुन्छ। यहाँ अटेने मेरो यहाँ तल लेख्छु म 500 प्लस 200 प्लस 360 प्लस 360 प्लस 480 गर्दाखेरि हाम्रो 1900 आएको छ। र यसमा P0 Q0 हामीले अब यी दुईटा मल्टिप्लाई गर्नुपर्छ। 56 छ 65 300 65 30 200 6 24 300 8 4 32 300 प्लस 200 प्लस 240 प्लस 300 प्लस 320 1360 हुन्छ। यसलाई चाहिँ समेसन P0 Q0 मान्ने। अनि P1 Q1 मा चाहिँ हाम्रो 5 6 भयो 0 12 to the 24 6 या 36 24 into 12 24 into 12 288 12 into 36 432 560 plus 240 plus 360 plus 288 plus 432 गर्दा 1880 आयो। P0 Q1 यो हुने गर्दछ अन्तिमको 56 into 6 336 56 into 6 122 जा 240 6 to 13 24 अनि 240 त टन्नै आयो त 60 into 4 240 24 36 8 288 summation P0 Q1 equals to 288 plus 240 plus 240 plus 240 plus 134 आयो। अब हामी चाहिँ यहाँनेरि के भन्ने छ क्वेसनमा यहाँनेरि लेस्पियर र पास्से दुईटैको अनुसार भनेको छ, त्यसैले हामीले त बनायौँ। अब यहाँ सूचना मूल्याङ्कन गणना गर्नु भनेको छ, यसलाई चाहिँ व्याख्या गर्न भनेको छैन। अब हामी यहाँ लेस्पियर PLA01 यो चाहिँ लेस्पियरको अनुसार हो। LSPYRE PLA01 equals to summation P1 Q0 upon summation P0 Q0 into 100 आउँदछ। अनि P1 हाम्रो यो चाहिँ यहाँको भ्यालु रहेको छ 1900 by 1360 into 100 equals to 1900 divided by 1360 equals to into 139.70 139.70। अब यहाँनेरि पास्से प्राइस इन्डेक्स P01 equals to summation P1 Q1 by summation P0 Q1 into 100। P1 Q1 हाम्रो कति आएको छ
1880 by 1344 into 100 1880 by 1344 equals to into 100 equals to 139.88 139.88 आएको छ र यसमा तपाईहरुको मिडियम कुन छ यहाँनेरि यसलाई अब कुनै बेला चाहिँ अब एउटा मात्र सोधेर कि त लेस्पेयर कि त पास्से मात्र सोधेर त्यसको त्यो आएको उलाई नतिजालाई व्याख्या गर्न पनि भन्दछ त्यसैले म यहाँ नेपाली माध्यमका लागि चाहिँ नेपाली मिडियमका लागि उपयुक्त हुने गरी म त्यो लेस्पेयरको र पास्सेकै गर्दिन्छु अब माथिको प्राप्त नतिजा अनुसार नतिजा अनुसार लेस्पेयरको मूल्य सूचकाङ्क अनुसार कुनै वस्तुको मूल्य आधार वर्षमा रु 100 थियो भने चालु वर्षमा त्यस वस्तुको मूल्य वृद्धि भई रु 139.70 भएको छ। आधार वर्षको तुलनामा चालु वर्षमा मूल्य 139.70 माइनस 100 39.70% ले वृद्धि भएको छ। यति लेख्दा चाहिँ हाम्रो लेस्पेयरको लागि पुग्दछ चाहिँ लेस्पेयर। अब यहाँनेरि पास्सेको लागि पनि लेख्नु पर्यो। हामीलाई चाहिँ लेस्पेयरको सोधेर अनि त्यसलाई व्याख्या गर्न पनि भन्न सक्दछ र पास्सेको सोधेर पास्सेलाई पनि व्याख्या गर्न भन्न सक्दछ। त्यो चाहिँ छुट्टा छुट्टै क्वेसन हुन सक्दछ। तर यहाँनिर चाहिँ व्याख्या गर्न भनेको छैन, तर लेस्पेयर र पास्से दुइटैको दिएको छ। तर अचेल त लेस्पेयरको मात्र दिएर त्यसलाई व्याख्या गर्न भन्दैछ। त्यही पनि यो गरिरहेको। अब यो चाहिँ पास्सेको लागि माथिको प्राप्त नतिजा अनुसार पास्सेको मूल्य सूचकाङ्क अनुसार कुनै वस्तुको मूल्य आधार वर्षमा रु 100 थियो भने चालु वर्षमा उक्त वस्तुको मूल्य वृद्धि भएर रु कति पुगेको छ 139.88 पुगेको छ। आधार वर्षको तुलनामा चालु वर्षमा मूल्य 139.88 माइनस 100 39.88% ले वृद्धि भएको छ। यति लेख्नु पर्दछ। अब अरू पनि केहीको भिडियो चाहिन्छ भने
कमेन्ट गरिदिनु होला। यहाँ चाहिँ यस्तो गर्ने हो, यो बुझाएको हो। अझै पनि डाउट छ भने भन्दा हुन्छ। धन्यवाद।